के गर्छु रे हुन्छ बेबी धेरै पढ्ने अनि बेबी अघि नै लखर हिँडेर एक्लै कहाँ गएको अरे अनि कहाँ गएको भन नि त ल्याउ न कटाउको मिलाइदिन्छु कहाँ गएको भन त एक्लै हिँडेर मामुको अखती किन्न जाने हुन्छ तिमी नुनु आएको छ कि छैन आएको छ तिमी नुनु गर अनि मामु चाहिँ जान्छ नि हुन्छ बेबीले कहाँ जानु मन लागेको छ अरे भन त स्कुल पढ्न जानु मन लागेको छ स्कुल गएर के गर्ने हो त नि साथीहरुसँग झगडा गर्ने हो साथीहरुलाई पिट्ने हो अनि के गर्ने हो साथीहरुलाई पेन्सिलले लेख्ने केमा लेख्ने कपीमा लेख्ने अनि कपी खोइ त बेबीको कपी खोइ त त्यो बेबीको कपी हो ए तिमीलाई पेन्सिलमा कपीले लेख्नलाई स्कुल जान मन लागेको अनि यही घरमै लेखे भइहाल्यो नि त मामुले पेन्सिल दिएको छु पेन दिएको छु कपी दिएको छु यही घरमै लेखे भइहाल्यो नि त हुँदैन किन घरमा लेख्यो भने चाहिँ के हुन्छ जाडो हुन्छ ब्याग त पसलमा छ पसलमा के भन्नु बोतल किन्न के भनेको खोइ मलाई थाहा छैन है कहाँ जाने हो अब बेबी स्कुल जानु पर्दैन मामुसँगै घरमै बस्छ हुन्छ म तिमीलाई चाउचाउ दिन्छु चकलेट दिन्छु फ्रुटी किनिदिन्छु आइसक्रिम किनिदिन्छु स्कुल नजाऊ घरमै बस्छस् अनि नजाऊ स्कुल हुन्छ जान्छु त्यो खानु हुँदैन बाबा छोटा मेरो बेबी त कस्तो ज्ञान स्कुल पढ्न जाने मान्छे त ज्ञानी हुनुपर्छ म त यस्तो गर्यो भने स्कुल पठाउँदिन नि फेरि यो मलाई दिनु न त बल खेल्छु कहाँ गएर खेल्ने बल कहाँ यता भनेको पसलमा बल खेल्ने बेबीको घरमै छ त कतिवटा बल घरको बल चाहिँ खेल्नु मन लाग्दैन उतै टेबल मुनि छ एउटा बल उतैनिर छ अनि त्यो पनि एउटा छ अनि अर्को पनि त छ नि कतिवटा बल चाहियो त दुईटा रे 5 वटा 6 वटा छ घरमा 5 वटा 6 वटा बल छ तिम्रो हजुर के गर्ने पेन्सिलले पेन्सिलले के गर्ने हो हस् ब्याग पसलमा छ अब मामु भोलि पर्सि किनिदिन्छु नि हस् स्कुल जानु बेबी स्कुल जाने बेलामा किनिदिन्छु बेबी अहिले सानै छ बेबीलाई म स्कुल पठाउँदिन बेबी ठुलो भएपछि स्कुल पठाउँछु हुन्छ हुँदैन मैले त पढिसकेँ पहिले अब पढ्दिन म त किन जानु मैले त पढिसकेँ म त पढिसकेँ तिमी आफै पढास् कपाल किन बिगारेको यो ल सरी ल छोडिसकेँ सरी कोसँग बोलेको त्यहाँ अनि बाबाको फोटो खोइ त खोइ बाबाको फोटो बाबालाई के भन्ने हो अनि भन त के भन्नुपर्छ लाज लाग्यो रे कहाँ लाग्यो लाज खोइ अनि बेबीले आज कसरी हराएर गर्नुभएको रे